सो हेलो एन्ड नमस्ते एभ्रिवान साथीहरू। आज फेरि पनि एउटा नयाँ अनबक्सिङ भिडियोको साथै मैले एउटा नयाँ प्रडक्ट लिएर आएको छु। यो चाहिँ हाम्रो इन्डियन ब्रान्डको बोट, तपाईँले सुनेकै होला, बोट ब्रान्डको चाहिँ एयरबड रहेको छ, जुन ब्रान्ड चाहिँ हाम्रो म्युजिकको लागि एकदम फेमस छ। लाइक सोनी, तपाईँको प्यानासोनिक, जेबिएल हुन्छ नि, लाइक त्यस्तै हाम्रो यो बोट भनेको चाहिँ इन्डियन ब्रान्ड हो र यसमा चाहिँ डिफ्रेन्ट फिचर्सहरू एड गरेर हामीले दिएको छ। मैले यो युज गरेको चाहिँ लगभग 3 मन्थ्स भइसक्यो। मैले चाहिँ मेको 11 तारिकमा लिएको थिएँ, मेको। सो अहिले चाहिँ हामी यसलाई डिटेल रिभ्यू दिन गइरहेको छु है। त्यसको साउन्ड क्वालिटी कस्तो छ, साथै यसको चाहिँ तपाईँहरूको चाहिँ कतिको राम्रो यसले चाहिँ मलाई सेटिस्फाई गरिरहेको छ, कतिको युजर एक्सपिरियन्स चाहिँ म हजुरलाई सेयर गर्न गइरहेको छु। सर्वप्रथम त हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला र अदर टाइम्समा आइसकेको छ। सो यो चाहिँ मैले अलरेडी नै 3 महिना अगाडि किनेको भएर चाहिँ मैले युज गरि पनि सकेँ। धेरै फिचर्सहरू छ यसमा चाहिँ। सो यो चाहिँ बोटको निर्वाणा आइओएन ANC भनेको छ, एक्टिभ नोइज क्यान्सलेसन, साथै डिफ्रेन्ट फिचर्सहरू छ यसमा। यसलाई अनबक्सिङ गर्न गइरहेको छौँ। सो बक्सभित्र पनि अर्को एउटा बक्स रहेछ। मैले फर्स्टमा के गल्ती गरेको भन्दाखेरि यो डिजाइन हेर्दाखेरि चाहिँ पुरै यस्तरी, फेरि यसको भित्रबाट नि माथि निस्किन्छ भन्दा चाहिँ तर भित्रबाट निस्किँदैन। यसको चाहिँ साइडबाट किन्नुपर्ने हुन्छ, लाइक ज्वेलरी बक्स हुन्छ नि, यसरी खोल्छ नि, सेम रहेछ यसको चाहिँ। एकदम डिफ्रेन्ट साउन्ड छ, टक 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 त्यो हुन्छ नि पहिला कस्तो आनन्दको साउन्ड छ कि। त्यो बाकस होइन है, यो चाहिँ पुरै अर्कै डिफ्रेन्ट टाइपको छ। तपाईँको चाहिँ मोबाइलको बक्स हुन्छ नि, आइफोनको बक्स, सेम आइफोनको बक्स जस्तै छ। सो भित्र चाहिँ हाम्रो यस्तरी प्याक गरेको छ, यस्तरी गरेर निकाल्छौँ। भित्र फेरि अर्को, यो चाहिँ हाम्रो एकदमै टाइट छ है, त्यो चाहिँ लग्जरी जस्तै गरेर चाहिँ प्याक गरिदिएको हुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ फर्म रहेको छ र यसलाई चाहिँ हामीले यस्तरी निकाल्नुपर्छ। यसलाई चाहिँ एकदमै टाइट छ फिटिङ। सो हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एयरबड भयो। यसलाई अहिले हामी साइडमा राख्छौँ। यो रहेको छ हाम्रो अर्को एसेसरिजहरू, लाइक तपाईँको यो माथि चाहिँ बोट भनेर बोटको ब्रान्डिङ दिएको छ भित्रपट्टि। यो चाहिँ छुट्टै बक्स हुन्छ भित्र। यसमा चाहिँ तपाईँको माथिको चाहिँ 4वटा एक्स्ट्रा तपाईँको चाहिँ रबर दिएको छ एयर फिटिङको लागि। एउटा खोइ त एउटा हरायो त भाइ, अरू केटा कहाँ गयो त्यो, क्या एउटा हरायो, कहाँ खसेछ त्यही। सो ठिकै छ, म पछि खोज्छु। सो यसमा चाहिँ तपाईँको एक्स्ट्रा रबर कभर पनि दिएको छ एक विशेषको लागि। भित्र तपाईँको यस्तो बक्स हुन्छ, यो चाहिँ तपाईँको प्रोटेक्टिभ फर्म भयो। त्यो निकालिसकेपछि चाहिँ अझै तपाईँको 2टा एक्स्ट्रा बक्स हुन्छ भित्र, र यो बक्समा चाहिँ तपाईँको एक्स्ट्रा एयरबड्सको चाहिँ रबर छ भने यसको भित्र अझै बोटको ब्रान्डिङ गरेकै USB डेटा केबल आउँछ है त। बोट सो डेटा केबलको क्वालिटी पनि एकदम राम्रै छ। र अर्को एउटा बक्स पनि हुन्छ है भित्र चाहिँ। यसमा चाहिँ हाम्रो युजर म्यानुअलहरू दिएको हुन्छ, डिफ्रेन्ट टाइप्स अफ स्टिकरहरू दिएको हुन्छ। थ्याङ्क यू बोट। यो चाहिँ मेरो पर्चेस बिल भयो, 1 इयर अफ भ्यालिडिटी आउँछ। या के हो, कमिक बुक, एज यु क्यान सी। यो चाहिँ युजर म्यानुअल होइन, युजर म्यानुअल अर्कै छ यसको। यो चाहिँ जस्ट बुकलेट मात्रै हो, ब्रान्डिङ।
वारेन्टी कार्ड है त यो चाहिँ। दिस प्रडक्ट कम्स विथ 1 year म्यानुफ्याक्चर वारेन्टी भनेको छ। यसलाई चाहिँ हामी भित्र हाल्छौँ र स्टिकर चाहिँ मैले तालिसकेँ डिफ्रेन्ट ठाउँमा। मैले आफ्नो क्यामेराको लेन्समा पनि तालेको छु, लेन्सको मुटुमा। यसको चाहिँ रियल रिभ्यू अब सुरु गरौँ है त। यसलाई पनि भित्र हालिदिउँ र यो बक्सलाई हामी अहिले साइडमा हाल्छौँ। सो फाइनली मैले यसलाई चाहिँ 2 महिना 3 महिना मजाले युज गरिसकेपछि हजुरहरूलाई रिभ्यू दिन गइरहेको छु यो एयरफोन कस्तो छ, कतिको बेस्ट साउन्ड दिन्छ भनेर। सो फर्स्ट अफ अल त तपाईँहरू कतिपयले प्रिफर गर्नुहुन्छ होला रबरलेस जुन एयरफोन हुन्छ त्यो चाहिँ खस्दैन भनेर, बट यसको जुन क्वालिटी छ, रबरको ग्रिप क्वालिटी छ एकदम बेस्ट छ। एज यु क्यान सी जतिसुकै हले पनि यो खस्दैन। मेन यसको डिजाइन र यसको वेटले गर्दा तपाईँको चाहिँ जति पनि यो रबरको चाहिँ स्ट्रेन्थ छ नि, रबरको स्ट्रेन्थ एकदम बलियो छ। मजाले चाहिँ कानमा बसेको हुन्छ र यसमा चाहिँ तपाईँले राइटमा होल्ड गर्नुभयो भने चाहिँ एम्बियन्ट साउन्ड भनेर आउँछ। एम्बियन्ट साउन्डमा चाहिँ तपाईँको भित्रको तपाईँले म्युजिक सुनिरहनु भएको छ भने पनि तपाईँले बाहिर जति पनि अब मान्छे छन् उनीहरूले बोलेको कुरा चाहिँ भित्र मजाले सुन्न सक्नुहुन्छ। र अर्को मोड भनेको चाहिँ तपाईँले फेरि होल्ड गर्दाखेरि चाहिँ राइट साइडको एयरबडलाई तपाईँले होल्ड गर्दाखेरि चाहिँ ANC मोड भन्ने हुन्छ, जसमा चाहिँ तपाईँले भित्र मजाले म्युजिक सुन्नुहोस्, जे गर्नुहोस्, बाहिरको जति पनि साउन्ड चाहिँ भित्र थोप्पा पनि आउँदैन। र यो चाहिँ एकदम बेस्ट फिचर लाग्यो मलाई, बिकज मैले कतिपय लाइक 2-3 टाइम्स जति बसमा ट्राभल गर्दाखेरि चाहिँ ANC मोड अन गरेर ट्राभल जब गर्छु, बाहिर बसमा डुङ त्यो गीत बजिरहेको हुन्छ नि, त्यसलाई पनि यसले क्यान्सल गरिदिन्छ। सो द्याट इज द बेस्ट फिचर। र अर्को मोड रहेको छ तपाईँको चाहिँ लेफ्ट साइडबाट सिग्नेचर साउन्ड भन्ने हुन्छ, जसमा चाहिँ तपाईँको बेस एकदम हेभी दिन्छ, साउन्डको बोल्ड हुन्छ। जति पनि तपाईँको बेस साउन्ड बोल्ड हुन्छ, लाइक नर्मल एयरबड्समा हामीले चाहिँ बेस बढाएर म्यानुअली बेस बढाएर इक्वलाइजर युज गरेर चलायो भने चाहिँ त्यति बेस्ट साउन्ड हुँदैन। त्यसमा चाहिँ किर्किर त्यो अलिकति नोइज हामीले सुन्न सक्छौँ होइन आफैले बेस बढाउँदाखेरि चाहिँ। तर यसको सिग्नेचर साउन्ड मोड जुन छ त्यसमा हामीले राखेर हेऱ्यो भने चाहिँ यु फिल द म्युजिक, यसले त तपाईँले एयरफोन लगाएको जस्तो फिल हुँदैन, तपाईँले थिएटरमा बसिरहनु भएको छ त्यस्तो फिल हुन्छ। र यसको भोल्युम पनि एकदम बेस्ट छ र एयरबड एकदमै तपाईँको यो चाहिँ हेभी छ, ब्याट्री ठुलो छ, साइज पनि ठुलो छ कम्पेयर टु अदर एयरबड्स। र त्यो भएको भएर चाहिँ यसले जति पनि त्यो साउन्डको सिस्टम हुन्छ, साउन्डको जुन फ्रिक्वेन्सी हुन्छ त्यसलाई मजाले ह्यान्डल गर्छ। यु फिल द जिरो नोइज, क्रिस्टल बायोनिक साउन्ड पावर बाई हाई-फाई भनेको चाहिँ क्रिस्टल क्लियर आउँछ साउन्ड चाहिँ। जति पनि तपाईँको लो फ्रिक्वेन्सी साउन्ड हुन्छ, हाई फ्रिक्वेन्सी साउन्ड हुन्छ नि, मजाले यसले चाहिँ सुनाइदिन्छ कानमै। एक्टिभ नोइज क्यान्सलेसन अप टु 32 dB भनेको छ, 32 dBसम्मको साउन्डलाई चाहिँ मजाले नोइज क्यान्सलेसन गरिदिन्छ। नोइज क्यान्सलेसन कसरी वर्क गर्छ भन्दाखेरि चाहिँ हजुरको जति पनि सराउन्डिङमा अब त्यो साउन्डको फ्रिक्वेन्सीहरू हुन्छ नि, साउन्डलाई त अब हामीले कम्प्युटर ल्याङ्ग्वेजबाट हेर्दाखेरि त्यो एउटा फ्रिक्वेन्सीमा जान्छ नि होइन, त्यो फ्रिक्वेन्सीको चाहिँ ठ्याक्कै अपोजिट फ्रिक्वेन्सी निकालिदिन्छ क्या। त्यो फ्रिक्वेन्सी चाहिँ हाम्रो कानमा प्ले गरिदिन्छ एट द रियल टाइम। अनि यसले गर्दाखेरि चाहिँ तपाईँको जति पनि साउन्ड हुन्छ त्यो चाहिँ यो लिसन तपाईँले सुन्नु त हुन्छ, तर त्यसको अपोजिसन साउन्ड पनि तपाईँको कानमा बजिन्छ नि, त्यो बजेको भएर चाहिँ यो फिल द साउन्ड नै छ जस्तो फिल हुन्छ क्या। एक्टिभ नोइज क्यान्सलेसन तपाईँले अन गरेर चाहिँ 1 मिनट जति चाहिँ तपाईँले साउन्ड सुन्नुहुन्छ बाहिरको, र बिस्तारै त्यो युज टु भइसकेपछि त यु फिल जिरो नोइज क्या। तपाईँ अब बसमै ट्राभल गरे पनि यु फिल लाइक यु आर जस्ट आनन्दरी कोठामा बसेर चाहिँ गीत सुनिरहेको जस्तो, कुरा गरिरहेको जस्तो फिल हुन्छ। सो अनदर फिचर्स भनेको चाहिँ तपाईँको केसको ब्याट्री भन्दा चाहिँ यसको ब्याट्री बढी टिक्छ यसमा चाहिँ। केसले एयरबडलाई चाहिँ होइन 0 to 100 गर्दाखेरि जम्मा 300 चार्ज गर्छ भने चाहिँ यसले चाहिँ तपाईँको चाहिँ दिनभरि चलायो भने बिहानदेखि बेलुकासम्म पब्जी खेल्यो भने चाहिँ 50% अझै रिमेन हुन्छ कानमा। सो त्यस्तो बेस्ट छ। र यसमै भनेको छ 120 hours अफ टोटल प्ले टाइम,
भनेको चाहिँ तपाईँको बजाइरहँदाखेरि पनि 120 घन्टा चाहिँ मजाले चलाउनु मिल्छ होइन। मल्टी पोइन्ट कनेक्टिभिटी छ। सो यो एयरबड्समा चाहिँ हजुरले चाहिँ मल्टी पोइन्ट कनेक्टिभिटी पनि पाउन सक्नुहुन्छ। त्यो भनेको के हो भन्दाखेरि चाहिँ हजुरले चाहिँ एउटै एयरबड्समा चाहिँ 2टा 3टा चाहिँ मजाले मोबाइलहरू कनेक्ट गर्न मिल्छ। यदि तपाईँ 2टा मोबाइल फोन बोक्नुहुन्छ र कहिले एउटामा फोन आउँछ कहिले त्यसमा फोन आउँछ भने पनि तपाईँले 2टै मोबाइलको ब्लुटुथ अन गरेर चाहिँ एउटै एयरबडलाई 2टै फोनमा कनेक्ट पनि गर्न सक्नुहुन्छ। कस्तो सजिलो। सिमलेस इन एयर डिटेक्सन भनेको छ त्यो चाहिँ तपाईँको कानमा इयरफोन लगाएको छ कि छैन भने चाहिँ डिटेक्ट गरिरहेको छ। यदि तपाईँले कानमा त इयरफोन निकाल्नु भयो भने चाहिँ जति पनि तपाईँको गीतहरू बजिरहेको हुन्छ त्यो मजाले पज गरिदिन्छ। सो अर्को फिचर्स भनेको चाहिँ तपाईँको 60 मिली सेकेन्डको लो लेटेन्सीवाला बिस्ट मोड हुन्छ होइन। सो बिस्ट मोड अन गर्न चाहिँ तपाईँले लेफ्ट साइडको एयरबड्सलाई चाहिँ मजाले चाहिँ ट्रिपल ट्याप गर्दाखेरि चाहिँ तपाईँको बिस्ट मोड भनेर आउँछ। कानमै भन्छ क्या 1 2 3 बेस्ट मोड। यो चाहिँ तपाईँको गेम खेल्नको लागि पब्जी खेल्नको लागि जति पनि पब्जी प्लेयरहरू हुनुहुन्छ जति पनि तपाईँको भिडियो एडिटिङ गर्दाखेरि त्यो एक्ज्याक्ट साउन्ड चाहिने हुन्छ नि 60 मिली सेकेन्डसम्मको चाहिँ तपाईँको त्यो साउन्ड चाहिँ तलमाथि हुनसक्छ। 1000 मिली सेकेन्डमा चाहिँ 1 सेकेन्ड हुन्छ भनेपछि तपाईँको 60 मिली सेकेन्ड भनेर सोच्नुहोस् एकदम कम छ। त्यतिमा चाहिँ तपाईँले अब त्यो पब्जीमा गोली हानेको आवाजहरू मजाले चाहिँ सुन्न सक्नुहुन्छ। र तपाईँले यो अफ पनि गर्न मिल्छ। त्यसलाई फेरि ट्रिपल ट्याप गरेपछि यो अफ हुन्छ। यसको एउटा तपाईँको चाहिँ छुट्टै एप्लिकेसन आउँछ जुन चाहिँ तपाईँको एन्ड्रोइड र एप स्टोर दुवैमा अभाइलेबल छ। तपाईँले चाहिँ एपमा गएर चाहिँ तपाईँले यसमा डबल ट्याप गर्दाखेरि के गर्ने, ट्रिपल ट्याप गर्दाखेरि के गर्ने, होल्ड गर्दाखेरि के गर्ने भन्ने एभ्री गेस्चरहरू चाहिँ तपाईँले एपको थ्रुबाट चेन्ज गर्न सक्नुहुन्छ। र अर्को तपाईँको यसको फिचर्स भनेको चाहिँ तपाईँको यो 2टामा मात्र ब्लुटुथ फ्रिक्वेन्सी हुँदैन, तपाईँको एयरबड्समा पनि ब्लुटुथ फ्रिक्वेन्सी हुन्छ जसमा चाहिँ तपाईँको नेम असाइन गर्न सक्नुहुन्छ तपाईँको ब्लुटुथमा। जस्तै तपाईँले बोर्डको एप्लिकेसन डाउनलोड गरेर इन्स्टल गरेर चाहिँ तपाईँले जब साइन इन गर्नुहुन्छ त्यो बेला चाहिँ तपाईँको युजर नेम नै एयरबडको नाम आइदिन्छ। सो तपाईँले एभ्रिथिङ चाहिँ कस्टमाइज गर्न सक्नुहुन्छ। तपाईँले कुन बेला के गर्ने, कस्तो साउन्ड मनपर्छ हजुरलाई, लाइक हजुरले चाहिँ अब एयरपोर्ट कनेक्ट गरेर मात्र होइन कि तपाईँले एकचोटि कनेक्ट गर्नुभयो एकचोटि सेटअप गर्नुभयो भइसकेपछि त्यो सेटिङ चाहिँ तपाईँले लास्टसम्म रहिरहन्छ। अर्को फोनमा चलाएर पनि त्यही सेटिङ चलिरहन्छ अन्टिल यु चेन्ज द्याट। सो यही नै थियो बोर्डको कुरा। अर्को भनेको चाहिँ तपाईँले खोल्दाखेरि हेर्न सक्नुहुन्छ मैले एयरबड जब हाल्छु यहाँनिर एउटा बत्ती बल्छ जुन चाहिँ तपाईँको यसको चाहिँ ब्याट्री लेभल इन्डिकेट गरे हुन्छ होइन। फेरि मैले अर्को हाल्छु, अर्को हाल्दाखेरि चाहिँ फेरि पनि हरियो बल्यो ब्याट्री फुल भनेको छ। यो पनि ब्याट्री लेभल इन्डिकेट गरे हुन्छ। र जब म यो एयरबडलाई बन्द गर्छु तब चाहिँ यो एयरबडको ब्याट्री लेभल इन्डिकेट गरे हुन्छ। सो यसमा चाहिँ तपाईँको रातो, निलो र हरियो हुन्छ। निलो भनेको चाहिँ तपाईँको मिडियम लेभलको ब्याट्री, रातो भनेको चाहिँ एकदम लो भइसकेको छ, ग्रिन भनेको चाहिँ एबभ तपाईँको 80 भयो र यो बत्तिदिएपछि चाहिँ ब्याट्री फुल। चार्ज गर्दाखेरि पनि त्यही छ है त। म्याग्नेटिक साउन्ड सक्यो। अब चाहिँ थप कुराहरू के छ भन्दाखेरि चाहिँ तपाईँको एप्लिकेसनमा के छ भन्ने कुराहरू म हजुरलाई दिन्छु। यो वाला एप्लिकेसन हुन्छ यसमा चाहिँ बोट एयरबड्स भनेर एउटा गीत सुनिए तपाईँ त। हे नाम तेरा है तुझको ही गाऊं मैं, तुझको पुकारूं
सैयारा तू तो बदला नहीं है मौसम जरा सा रूठा हुआ है सैयारा तू तो बदला नहीं है मौसम जरा सा रूठा हुआ है त्यो फिल्डले डिफ्रेन्ट छ क्या लाइक फेरि ब्यालेन्स मोड फ्रम थिएटर टु द रुम क्या एकदमै डिफ्रेन्ट छ तपाईँको फ्रम थिएटर टु चाहिँ एकदम एक्कासी रुममा झरेको जस्तो फिलिङ हुन्छ सिग्नेचर साउन्ड एन्ड ब्यालेन्स मोड सो यति नै भयो बाई टेक केयर सक्यो आजको भिडियो